कि जुन काम गर्दा पनि सफल भएको छैन, माता लक्ष्मीको आशीर्वादका लागि अपनाउनुहोस् यी उपाय। सबैको चाहना हुन्छ कि आफ्नो घरमा सुख समृद्धि होस्। यसका लागि उनी कडा मेहनत पनि गर्छन्। यति हुँदाहुँदै पनि घरको आर्थिक अवस्था नाजुक छ। यसको कारण वास्तु दोष हुन सक्छ। यस्तो अवस्थामा केही चीजहरू घरमा राख्नुपर्छ। यसो गर्दा घरमा सुख समृद्धि कायम रहन्छ र धनको कुनै कमी हुँदैन। यदि धनको समस्या छ भने घरमा लक्ष्मी र भगवान कुबेरको तस्विर वा मूर्ति अवश्य राख्नुपर्छ। माता लक्ष्मी धनकी देवी हुन् र कुबेरलाई देवता मानिन्छ। उनीहरूको तस्विर वा मूर्ति राख्नाले आम्दानीमा वृद्धि हुनुका साथै धनको पनि कमी हुँदैन। वास्तुका अनुसार पलाश फूललाई घरको तिजोरीमा राख्नाले सधैँ धन प्राप्त हुन्छ। यस फूललाई रातो कपडामा बेर्नुहोस् र समय-समयमा परिवर्तन गरिरहनुहोस्। यदि तपाईँ ताजा फूलहरू राख्न सक्नुहुन्न भने सुकेको फूलहरू राख्नु पनि फाइदाजनक छ। घरमा बाँसुरी राख्दा आर्थिक समस्याबाट मुक्ति मिल्छ। यसका लागि घरको पूर्व वा उत्तर दिशामा बाँसुरी राख्नुपर्छ। विशेष गरी सुन वा चाँदीको बाँसुरी राख्नाले विशेष लाभ मिल्छ। यसो गर्नाले माता लक्ष्मी प्रसन्न हुनुका साथै आर्थिक सङ्कट हट्छ। नरिवललाई श्रीफल पनि भनिन्छ। नरिवललाई लक्ष्मीको रूप पनि मानिन्छ। यस्तो अवस्थामा जुन घरमा दैनिक पूजा गरिन्छ त्यहाँ सकारात्मक ऊर्जा रहन्छ र धन लाभ प्राप्त हुन्छ। घरमा आर्थिक सङ्कट हटाउन शङ्ख, बाँसुरी, नरिवलको फूल राख्नुपर्छ।